हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आज म पशुपति नजिकैको एउटा पार्कमा आएको छु है साथीहरू। यहाँ आउँदाखेरि एकदमै हरियाली र शान्त वातावरण छ। आहा, कस्तो आनन्दकै कुरै नगर्नु न अम्मामा, एकदम रमाइलो होइन। अनि यहाँनिर चाहिँ राधाकृष्णको झुला पनि रहेको छ। म त एकछिन त्यहीँ बसेर रमाइलो पनि गरेँ है साथीहरू। भगवान्को दर्शन गर्दा मनै शान्त र आनन्द हुन्छ। त्यसपछि म भने राधाकृष्णको दर्शन गरिसकेपछि भने म पार्कतिर वरिपरि घुमेँ। वाह, कति दामी क्या, हरियाली ग्रिन पार्क जस्तै छ क्या। आहा, कस्तो क्या आनन्द होइन। घुम्दै जाँदाखेरि यहाँनिर चाहिँ अब कस्तो कमलको फुल पनि देखियो, तर आज चाहिँ फुलेको थिएन। फुलहरू कस्तो दामी होइन। त्यसपछिबाट भने म झुलुङ्गे पुल पनि भेटेँ, त्यहाँ पनि एकछिन बसेर रमाइलो गरेँ। वरिपरि घुम्दै जाँदाखेरि चाहिँ होइन, हरियाली शान्त र वातावरणले मनै शान्त एकदमै पिसफुल बनाउने के साथीहरू होइन। हेर्नु कस्तो दामी दामी फुल रहेको छ। यहाँ शिवलिङ्गहरू पनि छन्, जसले गर्दा यो ठाउँ झन् पवित्र र राम्रो लाग्छ। आजको भिडियो यति नै। लाइक, सेयर, कमेन्ट र सब्सक्राइब गर्न नबिर्सिनु होला। बाई बाई।